आविष्कारलाई वेलकम गरौँ भनेर हामीले चाहिँ एकदम मजाले प्लान गरेर सरप्राइज गरौँ भनेर हो। अचानक आज आएर यहीँ पो झरेछ हो। हामी चाहिँ उताहरू गएर आउँछ होला भनेको थिएँ, तर उसको यहाँ काम थियो नि त। रुबिनाको अब भोलि पित्र हो, उयो ल्याउनु चाहिँ पठाउँछु भन्दै थियो नि त। के पो त्यो चिन्डो ल्याउनु पठाउँछु भन्दै थियो। आज पठाएर हाम्रो प्लान फेल भयो र पनि 10 बजिसकेको छ रातिको हो। रातिको 10 बजिसकेको छ। हामीले खदा चाहिँ रेडी राखिरहेको थियौँ हो। अन्त उसको लागि चाहिँ हामी एकदम अलिक राम्रो तरिकाको वेलकम गरौँ भनेको, तर अब त्यो मौका पाइन्न हामीले है। अन्त अब 10 बजी 10:30 हुन आँटेको छ है रातिको, र हामी र पनि वेलकम गर्दैछौँ। यहाँ खदा चाहिँ रेडी छ हो। अन्त सबै निन्द्रामा छ। साइलुङ भाइ त सुतिहाल्यो। यहाँ सबिना बडीलाई चाहिँ बोलाएको छु हो। निन्द्रामै उठाइ हुँदैछ। साइलुङको पापा चाहिँ भर्खर उठ्दैछ। बिचरा एक है। हामी त कस्तो राम्रो सोचेको थियौँ गरौँ भनेर। ल जाउँ। यहाँ हेर्नु सक्नुहुन्छ हो, रात परिसकेको छ र हामी चाहिँ अब हाम्रो आविष्कारलाई चाहिँ अब वेलकम गर्नु जाँदैछौँ। यसरी राति निन्द्रैबाट उठेर जाँदैछौँ है। मैले त तर फोन हेर्दै थिएँ। 10-11 बजिसकेको छ हाम्रो चाहिँ, तर प्लान चाहिँ अब फेल भयो। हामी चाहिँ मजाले वेलकम गरौँ भनेको थियौँ हो। ऊ चाहिँ अब सिधै यहीँ आइहालेछ नि त। लिएर आयो हो। वेलकम गरौँ भनेको खदा लगाइदिउँ भनेको भोलि मात्रै आउँछ भनेर त हामी त। मैले त जाडो भएर कस्तो केही नभनी आएको हेर। ल केमा नि हुनु, यो चाहिँ अब 10-10:30 बजी राति आइरहेछ हो। अब हामीले चाहिँ मजाले वेलकम गरौँ भनेको थियौँ। सरप्राइज हो। हामीलाई उल्टा सरप्राइज त हामी सरप्राइज दिउँ भनेको थियो होइन। पहिला हाम्रो लानु अलिकति पर जाउँ न उज्यालोमा। अलिकति अब सरप्राइज हामीलाई उल्टा सरप्राइज दियो हो। अब अचानक 10-10:30 मा आइपुगेछ। जाडोले काम्दैछु, हात पनि काम्दैछ। न सबिना आउन भिडियो गर्दैन न त। वेलकम गरौँ भन्ने विचार थियो नि, सल्लाह गर्दै थियो। वेलकम सब सकेर आइज राम्रोसँगले कामहरू गर। हाम्रो चाहिँ अब सरप्राइज चाहिँ उसले उल्टा सरप्राइज दियो हो। हो त सरप्राइज दिनु मजाले वेलकम केकहरू काटेर है। अस्तिदेखि प्लान गरेको है हामीले मजाले जस्तो जस्तो यो है। हाम्रो पल्टनी छोरा पठाएछ फोटो खिच्दै हो र। जाडो भएर 10-10:30 यता त आउनु त। ल प्लान हुँदै थियो छैन प्लान त फेरि बडी निन्द्राबाटै उठेर आउनु भएको छ सबिना दिदी हो। मैले कल गरेर त्यो पनि आउन आविष्कार भाइ आएछ भनेर। फोन किन नगरेको अन्त? हात कामेरा मेरो सिलगढी बसिनास्। पापा आमाहरू चाहिँ जानुभएछ। सिधै आएको कुन चाहिँ गाडीमा आइस अन्त? कुन चाहिँ गाडीमा आइस? म गाडीमा कहाँ बाइकमा आएको नि। ए बाइकमा आइस घुमबाट? हेलमेट रहेछ भाइ यही घरमा। खाना सानाहरू बेललाई आमाले बनाइदिँदैछ। कहाँ जान्छ? बस्छ होइन? बस्छ नि। हामी चाहिँ 10 बजी राति भिडियो गर्दैछौँ है। हेर्न सक्नुहुन्छ हाम्रो भाइको वेलकम गर्दैछौँ हामीले चाहिँ। 10 भन कतिहरू बज्यो सबिना हो? कतिहरू बज्यो? 10 बजी राति चाहिँ हामी वेलकम गर्दैछौँ हो। उसले पनि हामीलाई सरप्राइज दियो नि त। दिनुपर्छ नि होइन हौ। यसले त भन्ने कुरा आएन होइन। यो रुबिनाहरूले चाहिँ भनेको हुन्थ्यो नि त। रुबिनाहरू तर उयो चिन्डो ल्याउनु पठाएको है तँलाई। चिन्डो पनि लिएर आइज भन्ने होला हो। चिन्डो मन्दिरको गङ्गाजलहरू लेख्छ उसले हो। यो अलिअलि छोडिराख्दै अलिअलि उता लग्दै सबै उयोलाई मन्दिरको
न त न त पक्कै एकछिन यहाँनिर चाहिँ आविष्कार भाइ राति आइपुगेछ र आमाले चाहिँ सागहरू साग टिपिदिँदैछ आमाले चाहिँ हो यहाँनिर यहाँ घरकै आमाले भित्तामा चाहिँ साग हालेको थियो नि त अन्त साग टिपिदिँदैछ बारीमा पनि छ यो चाहिँ यहाँ 2-3 वटा आमाले रोप्नु भएको थियो र आविष्कारको लागि अब के बनाइदिनुहुन्छ आमा मजाले भुटिदिनु न बेसी फ्यात्त नपकाइदिनुहोस् सरप्राइज दिउँ भनेको त है हामी सरप्राइज दिउँ भनेको म त फोटो पुग्छ त्यसलाई है मजाले पखालेर गरिदिनु के अरे भाइ टिटीलाई पैसा दिनु पर्यो त्यस्तै यो मैले छान्दिएको टिटीलाई 25 एकजनाको 2500 गराउनु घर त किन एकजनाको 2500 9जनाको केटाहरू पैसा त्यसो हेरे पल्टनहरू देख्यो है यहाँ नि उयो लिँदैछ सबैजनालाई आविष्कारले के उयो ल्याइदिएछ के परे यो सेन्ट यो मिठाई ल्याइदिएछ बेग छान्नु भन्दैछ बेगहरू उयो आमाको चाहिँ उयो होला आमाको देखाइदियो होला खै आमाको ए त्यो पापाले पठाइदिएको अस्ति यो चाहिँ तेरो बेग होला ल भाइ राखियो होला ए कुन बेग हो म त यो लान्छु होला है मलाई पनि त्यो कालो चाहिँ यो लैजाऊ न म यो लान्छु पुरा मन पर्यो नि त यो चाहिँ कोसेलीहरू चाहिँ आमालाई बेग ल्याइदिएको अरे उसको फर्स्ट पेमेन्टले चाहिँ हामीलाई फोटो हेर्दै थिएँ हो नितिन फोटो हेर्दै थियो विशाखाले बनाएको रहेछ कि अन्धकार बनाएर सुति पारेको आवर फ्यामिलीमा लाग्यो नि भन्नु त्यो रविनाले अविष्कार आयो साक्पिसत लाग्यो नि मैले सबिनालाई भन्छु के गर्नु भयो नि गर्नु भयो म त हे भगवान हाम्रो प्रोग्राम पनि फेल भयो पित्रहरू आउँछ होला भने नि त र त कस्तो जाडो रहेछ बाइक चाहिँ कहाँ लिन्छ नि त जबङलाबाट माथि थियो नि त ठिकै छ होला नि बाइक ठिकै ए पापाहरू चाहिँ कहाँ छ वाङदी भनिरह्यो हो गर्दा आयो कि रोक्यो हो अनि को भन्दा यसो खोलेर पछि गयो कि म त नखदा सब्जी म त के गर्नु अकेसन पनि नआएको हो म त फेरि रुँदै उसकै फोटो हेर्दै थिएँ आमाले रायो साग पकाइदिइसकेको छ त्यसलाई चाहिँ टाइम चाहिँ 10:30 भइसकेको छ हो हारा आएको चाहिँ सिधै चाहिँ अब भएन नि त घरको अर्ग्यानिक रायो साग भुटिदिएको छ रोपिहाल्नु पर्छ आमा छोराहरूलाई रोपिदिएको बहिनी तिनीहरूलाई भनेर अचानक आइपुगेछ सुप तपाईँ भटौट खाएर ल खा आमा दाल पनि दिनु त जाडो त जाडो छ नि भटौट खाएर अब रेस्ट गर त्यहाँ दिइराखिदिनु न पेलामा यो चाहिँ उसले अर्ग्यानिक सब्जीसँग आमाले बनाइदिनु भएको खाना खाँदैछ 10:30 बजी राति मिठो भयो भाइ है पुरा खानु मन लागेको थियो अरे उसलाई इस्कुस उता पालक साग मात्रै पाउँछ भन्दैछ हो घरको खाना जस्तो कहाँ हुन्छ है बिचराहरू हुनु पनि त्यत्रोजनालाई लङ्गरमा बनाउनु पर्छ कतिजना चाहिँ हुन्छ नि त बिचरालाई पकाउनेहरूलाई पनि पकाइदिन्छ पो त्यति डल्ले खोर्सानी राखेको थियो डल्ले खोर्सानी पनि खाँदैछ त्यो पिरो त्यो आमा तेलको अहिले नदिनुहोस् उयो दिनु न त्यो पुरानो मटरको डल्ले खोर्सानीको टोकै त्यसले हरियो भुँडी दुखेर आमाले चाहिँ मटर पठाएर अचार बनाइराखिदिएको थियो हो उताले थुनिदिनुहोस् न अब त्यो ट्याप्पै थुन्दैन सुत्छ अब यो आराम गरोस् ट्रेनमा पनि ठाडो ठाडो आएको भन्दैछ बनाइराखिदिएको आज दिनभरि त्यो बनाउँदा त पक्रेबोकहरू आएर फेरि हो आन्टीहरू आएर घरको खानालाई खानु मन लागिरहेको थियो होला
उयो रायो खोर्सानी साग, पनि खान्छ, इस्कुसको त्यसमा पनि हालिदिएको छ भाइ सब्जी। एउटा तेलको तेलमै भिजाइराख्दै खाएर